मध्य प्रदेश सरकारले मास्टर्स पढ्ने मुस्लिम र दलित महिलाले प्रदेश सरकारबाट 1 लाख रुपैयाँ सहयोग पाउनेछन्। शिक्षामा प्रोत्साहन बढाउने उद्देश्यले यो योजना लागू गरिएको हो। मेयर हर्क साम्पङ भन्छन्, यदि म प्रधानमन्त्री भए भने 12 कक्षा पास गरेका सबैलाई अनिवार्य सैनिक तालिम गराउँछु। प्रधानमन्त्री केपी शर्मा ओलीका लागि गुन्डुमा नयाँ घर बनाउने काम सुरु भएको छ। करिब 1 रोपनी जग्गामा बन्न लागेको यो घरको आज विधिपूर्वक जग पूजा गरिएको छ। नयाँ निर्माण सुरु भएपछि अब छिट्टै घरका अन्य कामहरू पनि अघि बढाइने बताइएको छ। गायिका एलिना चौहानको पोस्टमा गएर एकजनाले विष्णु दाईको खबर के छ भनेर सोधेपछि एलिनाले तेरो बहिनीसँग डेटिङमा गएको छ भनेर उत्तर फर्काएकी छिन्। भारतले नेपालमा ठुला भारतीय नोट चलाउन अनुमति दिएको छ। अब भारतमा काम गरेर फर्कने नेपालीलाई ठुलो नोट ल्याउन र नेपालमा आएर साट्न सकिने बाटो खुलेको छ। स्टुडेन्ट्सहरूले इक्जाममा 60 को सारेपछि अबदेखि नसारुन् भनेर एक स्कुलमा यसरी इक्जाम दिन लगाइएको छ। ऊर्जा मन्त्री कुलमान घिसिङ भन्छन्, नेपाल सिङ्गापुर होइन, नेपाल नै बन्छ। मेरो नेतृत्वमा निकै सुन्दर बन्नेछ। अब त ट्रान्सफर्मिटरलाई पनि ताला लगाएर राख्नुपर्ने दिन आयो। नेपालगञ्ज वार्ड नम्बर 20 मा ट्रान्सफर्मिटर नै चोरी भएको छ। काठमाडौँ महानगर प्रहरीले चङ्गाको ढाकुमा अड्किएको एक कागलाई डोजर प्रयोग गरी सफलतापूर्वक उद्धार गरेको छ। ढाकुमा फसेर उड्न नसकेको कागलाई स्थानीयले देखेपछि महानगरलाई खबर गरिएको थियो। जेन्जी आन्दोलनका क्रममा नेताहरू चन्द्रागिरी रिसोर्टमा लुकेका छन् भन्ने हल्लापछि भिडले चन्द्रागिरी केबल कारमा तोडफोड, आगजनी र लुटपाट गर्यो। करोडौँका सामान जलेर नष्ट भए। दसैँ तिहारभरि केबल कार बन्द रह्यो र आसपासका होटल व्यापार ठप्प भए। मर्मतपछि हिजोदेखि केबल कार पुनः सञ्चालनमा आएको छ।